Hello, good morning everybody. Welcome back to my channel. र लगभग 6 महिनाको अन्तरालमा चाहिँ यो लुवाङगाउँ पोखरादेखि अराउन्ड अब बाइकमा आउँदा नि 1 घन्टा पाउने 1 घन्टा होइन सर? हजुर 1 घन्टा 15 मिनट जति लाग्छ। फ्राइडे जो सकेर चाहिँ क्लासेसहरू अब बेलुका क्लासहरू ब्याक गर्दै यो फेरि हिमालयन इको भिलेज गुरुङ किचन हिमालयन इको भिलेज एन्ड गुरुङ किचन माछापुच्छ्रे 8 लुवाङ कास्कीमा चाहिँ हाम्रो धौलागिरी ट्रेनिङ सेन्टर धौलागिरी गोर्खा ट्रेनिङ सेन्टर जुन चाहिँ पुरानो एयरपोर्टको अपोजिटमा पोखरामा अवस्थित छ। उहाँको सञ्चालक हाम्रो पृथ्वी भाइ उहाँको स्पोन्सरमा त आएको तपाईँको स्पोन्सरमा आएको होइन र म हजुर कि म आफै आएको भाइ भाइ हजुर स्पोन्सरमै आएको स्पोन्सरमा आएको छु र अब यही सिलसिलामा चाहिँ म चाहिँ मौकाको फाइदा भनौँ न यो हिमालयन इको भिलेजबाट भिडियो चाहिँ आज धेरै बनाउँछु तर यहाँनिर पनि फेरि सेलेक्सनकै बारेमा कुरा गरिहालौँ भनेर चाहिँ म बिहानै माइन्ड मेकअप गरेँ जुन इन्टेक 27 पृथ्वी भाइ इन्टेक 27 होइन त हजुर सर अब फागुनको आज कति गइसक्यो अराउन्ड 19 9 गते 9 गते फागुनको गइसक्यो र रेजिस्ट्रेसन लगभग कहिले हो जस्तो लाग्छ तपाईँलाई? अब मलाई चाहिँ अनलाइन रेजिस्ट्रेसन चाहिँ अब लगभग यही 15-20 गतिबाट चाहिँ सुरु हुन्छ जस्तो छ। बिजनले हालिहाल्छ सर। तर अब हामीले भन्नु चाहिँ मिलेन अब नयाँ फेरबदल हुन पनि सक्छ नि त। हजुर हजुर के कुराहरू होइन र भाइ? हजुर होस् फेरबदल पनि हुनसक्छ। अब रेजिस्ट्रेसन पहिला त हुन्थेन नि त, हजुर अनलाइन रेजिस्ट्रेसन हुन्थेन नि त पहिला तपाईँहरूको पालामा। हुन्थेन नि सर डाइरेक्ट पहिला त। रिजनल सेलेक्सन र फाइनल सेलेक्सन भन्थ्यो होइन? हजुर सर त्यस्तो हुन्थ्यो र जे होस् मोटामोटी हामी कुरा गरिहाल्छौँ र नयाँ भाइहरूलाई केही कुराहरू बुझोस्, हाम्रो नलेज नभएको कुराहरू गर्छौँ। यो रेजिस्ट्रेसनको बेलामा चाहिँ अनलाइन रेजिस्ट्रेसनमा चाहिँ तपाईँको बिजिएन नेपालभित्र नै अनलाइन फर्म खुलेको नि त होइन? हजुर सर हो पराको वर्ष होइन? हजुर यो कोभिडदेखि यस्तो भएको थियो। हजुर हजुर कोभिडदेखि भएको कोभिडदेखि चाहिँ त्यहीँनिर खोलेको हुन्छ र त्यो खोल्ने बित्तिकै म इन्फर्म पनि गरिहाल्छु तपाईँहरूलाई। अब अनलाइनै भर्ने होइन त? हजुर सर बिग्रियो भने गयो। बिग्रियो भने गयो। तपाईँको नाइटको नम्बर हुन्छ, आफ्नो नाम हुन्छ, हजुर अनि के अरे जिल्ला हुन्छ के हो है? के हुँदैन? जिल्ला हुन्छ, डेट अफ बर्थ हुन्छ। डेट अफ बर्थ पनि हुन्छ है? हजुर त्यो चाहिँ मिस्टेक गर्नै भएन। त्यो मिस्टेक गयो भने देखाउनु पाएन? पाएन अहिलेसम्म गरेको मेहनत खत्तमै भयो। र बुझ्नुहोस् है, तपाईँको अब जे भर्नु भनेको छ त्यहाँनिर त्यो कुराहरू चाहिँ अलिकति तपाईँले गडबड गरेर सबमिट गरिसकेपछि एकदेखि 2 चान्स पाउँदैन है? पाउँदैन सर। त्यो गएपछि गयो ल। यो कुरा पनि ध्यान दिनु पऱ्यो है नयाँ इन्टेकको भाइहरूले। त्यही भर्दाखेरि चाहिँ विचार गरेर भर्नुपर्ने हुन्छ। अनि त्यो भयो अनलाइनको कुराहरू। अब त्यो पनि अब चाँडै खुल्ला या नखुल्ला है, डाइरेक्ट रिजनल सेलेक्सन फाइनल सेलेक्सन पो भन्छ कि होइन? हजुर सर त्यो पनि थाहा छैन नि त। थाहा छैन। र अब यो इन्टेक 27 देखाउने भाइहरूको विशेष मेडिकलमा मलाई धेरै क्वेसनहरू आउँछ कि भाइ। हजुर सर कसैले दाँतको फोटोहरू पठाउँछ। यो फोटो हेरेर मैले भन्नु पनि सक्दिनँ। मलाईभन्दा धेरै चाहिँ उहाँहरूलाई थाहा हुन्छ, उहाँहरू ट्रेनिङ एकाडेमीको त्यो सञ्चालकहरू हो। अनि दाँतहरूको के छ त क्राइटेरिया भाइ? दाँतको क्राइटेरिया चाहिँ सर सुरुमा अब जाँदाखेरि चाहिँ तपाईँको 2टा दाँत चाहिँ लिने भयो क्या अरे। अगाडिको चाहिँ के हुनु पऱ्यो? अगाडि यो कुकुर दाँतभन्दा अगाडिको चाहिँ राम्रै हुनुपर्छ। सबै राम्रो हुनु राम्रै पऱ्यो। पछाडिको चाहिँ 2टा चाहिँ पाउँछ। 2टा चाहिँ फल पाउँछ। 2टा फल चाहिँ पाएपछि अब अहिले पो पाउँछ कि पाउँदैन त्यो थाहा छैन। त्यो पनि थाहा छैन फेरि अब के गरिदिन्छ। अब पहिलाको अनुसारै त्यो पनि पहिलाको अनुसार उहाँले त पहिलाको अनुसार भन्दैछ। योपालि के हो भन्ने कुरा त आएको छैन नि त। योपालि आएपछि फेरि तपाईँहरूलाई हामी जानकारी दिइहाल्नेछौँ। र त्यो भयो दाँतको कुराहरू। अनि ब्रेसेस पनि लगाएको हुन्छ नि त भाइहरूले? हजुर त्यो चाहिँ फेस 1सम्म चाहिँ पाइयोस्। फेस 1सम्म 4 साल चाहिँ पाएको होइन? पाएको थियो 4 साल चाहिँ। अनि एउटा कुरा अहिले मैले ट्याक्कै सोचिहालेँ, मलाई 2टा भाइहरूले मलाई क्वेसन गरे कि भाइ यो जुन चाहिँ एसी दिन्छ नि त अब कि दिइसक्यो चैतमा दिनेहरू हुन्छ नि त। अब तिनीहरूले चाहिँ अब जस्तै चैतमा चाहिँ माथि चैत वैशाखमा भनौँ न, वैशाख पोहोर त वैशाखमा भएको नि त फेज 1 रिटर्न इङ्ग्लिस म्याथ र के भन्छ हेभिङ होइन? हेभिङ अनि मेडिकल। अनि त्यति बेला चाहिँ अब जस्तै अहिले ताजी एसी दिने भाइहरू हुन्छ नि, तिनीहरूसँग त मार्कसिट हुँदैन। यहाँ त डी हुनु हुँदैन, सी हुनुपर्छ, म्याथ इङ्ग्लिसमा भन्छ नि त। तिनीहरूसँग त मार्कसिट पनि हुँदैन।
प्रवेश पत्र त हुन्छ हजुर तिनीहरूले चाहिँ के भयो अब फेज 1 मा जानु पाएको पाएन हौ होइन यस्तो हो सर फेज 1 मा जान पाइन्छ अब रिजल्ट अगाडि आएर अब राम्रो त्यो ग्रेड सी हाम्रो अनलाइनमा सिम्बल नम्बर डेट अफ बर्थ हान्ने बित्तिकै आउँछ नि सर होइन होइन अब चैतमा एक्जाम दिएपछि त वैशाखमा आएको हुन्छ त उनीहरूको ग्रेड सिट हुँदैन नि वैशाखमा त आउँदैन अनि तिनीहरूले पाएन पाएन अब पहिला चाहिँ तपाईँको पाउँथ्यो योभन्दा प्रवेश पत्र पहिला पाउँथ्यो प्रवेश पत्र लिएर गयो भने पाउँथ्यो पाउँथ्यो त्यति बेला त डिसी भन्ने थिएन नि त थिएन होइन र डी भन्ने थियो क्या ए होइन थिएन एसी भए पुग्थ्यो होइन त्यति एसी भयो मात्रै पुग्थ्यो कि त्यो पनि भनेको भाइलाई क्लियर गरेको पहिला चाहिँ एसी भन्थ्यो अब त्यति बेला तपाईँहरूको जुन फर्म भरुन्जेलसम्म तपाईँहरूको त्यो मार्कसिट आएको छैन भने त्यो एडमिट कार्ड लिएर जाँदा पनि पाउँथ्यो अनि पछि उसमा जाँदा फिजिकल देखाउनु जाँदा चाहिँ लिएर जानुपर्थ्यो होइन त्यति बेला त आउँथ्यो नि त त्यतिखेर चाहिँ डकुमेन्ट पुरै पासपोर्ट सहित लिएर जानु अनि उनीहरूलाई पछि पनि राखिदिन्थ्यो पछि त्यस्तो भाइहरूलाई 12कोलाई पनि हजुर 12 दिएको भाइहरूलाई 10 दिएको भाइहरूलाई चाहिँ तिनीहरूको सेलेक्सनलाई पछि पनि राखिदिन्थ्यो राखिदिन्छु सर पछाडि पनि राखिदिन्थ्यो अहिले चाहिँ त्यस्तो छैन है भाइ छैन अहिले त्यस्तो छैन ग्रेड चाहिँ छ्याक्क देख्नुपर्छ र तपाईँले इक्जाम दिएर तपाईँ ग्रेडै थाहा हुँदैन ग्रेडै थाहा नभएपछि तपाईँले कसरी देखाउनु पाए त पाउँदैन अन्त तपाईँहरूले मलाई क्वेसन गरिरहनु भएको चाहिँ यो पनि क्लियर गरिदिएको है भाइहरू पाउँदैन भनेर बुझ्नुहोस् अनि अब फेज 1 मा त 12 हेभिङ हानेको थियो है भाइ पोहोर हजुर पोहोर 12 थियो योपालि के हुन्छ योपालि के हुन्छ अब त्यो पनि थाहा छैन है थाहा छैन त्यो 12 चाहिँ सलक हेभिङ हान्नु पऱ्यो है त्यो चाहिँ पोहोरको हिसाबले अहिले चाहिँ तपाईँहरू तयारी गर्दाखेरि चाहिँ अब 15 चाहिँ सलक हान्ने भएर चाहिँ बस्नु पऱ्यो होइन र भरे 14 भन्दै त माऱ्यो नि त 14 भन्दै मारिहाल्यो 14 भन्दै त्यस्तो कुराहरू छ र अहिले हामी चाहिँ लङ गाउँबाट मैले यो मौका लिएको र त्यो भयो ग्रेड भनेको चाहिँ अब म्याथ र इङ्ग्लिसमा डी हुनु भएन अब अहिले त हुनु पायो भन्ने पनि बेर छैन पहिला डीले पाएकै हो हजुर अब डीले पनि पाउँछ भनेर अब नयाँ इन्फर्मेसनमा अथवा इन्स्ट्रक्सन आउँछ कि त्यसलाई वेट गरौँ है तर पोहोरको इन्स्ट्रक्सनहरू अनुसार चाहिँ म्याथ र इङ्ग्लिसमा डीले पाउँदैन नि त पाउँदैन र यो भयो अब अलिकति सेलेक्सनको मोटामोटी यो चाहिँ बिहानमा यसो राखेको मात्रै अनि अब ट्रेनिङ सेन्टरपट्टि पनि छौँ हाम्रो धौलागिरी ट्रेनिङ एकाडेमी जहाँ मैले पनि पढाउँछु भाइहरू चाहिँ तपाईँको धेरै अड्दैन पनि है कति जति खेलाउनुहुन्छ जति तपाईँले म्याक्सिमम् भर्ना गऱ्यो भने कतिजना जति क्यापेसिटी राख्नु भएको छ मेरो लगभग 60-70 होइन 60-70 अनि केटाहरू अहिले मोटामोटी कति 30-35 त छ नि कति छ अहिले मोटामोटी हाम्रो होस्टेलमा चाहिँ अहिले 25 जना छ 25 होइन होस्टेलमा ठिक छ बाहिर आउनु यताउता गर्दा 30 सहुलियत छ कि छैन तपाईँहरूको अब अलिकति गरिब हुन्छ नि त विद्यार्थीहरू गरिब विद्यार्थीहरूलाई अनि अब हुन्छ नि बिचराहरू इन्ट्रेस्ट गर्ने त्यस्तोलाई के छ फाइदाहरू अब गरिब विद्यार्थीहरूलाई चाहिँ अब राम्रो विद्यार्थीहरू आयो भने हामीले चाहिँ उनीहरूलाई अब फेज 1 को लागि चाहिँ तपाईँ अब खानपिनको त अब गर्नै पर्यो खानपिनको तिर्नै पर्यो नि त खानपिनको तिर्नै पर्यो ट्रेनिङ फी पनि लिन्छु लिनै पर्यो नि अलिकति मिलाएर ट्याक्क हाम्रो एनपिटिएलले तोके अनुसार त्यसमा केही 4-5 हजार तलमाथि गरेर गरिबहरूलाई चाहिँ 4-5 हजार डिस्काउन्ट गरेर चाहिँ लिएछौँ हामीले त्यो पनि छ है तपाईँहरूको बुझ्नुहोस् र तपाईँहरूको अनि त्यसमा चाहिँ अझै पनि तपाईँको होस्टेल नै बस्न नसक्ने भाइहरू हुन्छ नि ट्रेनिङ फी त लिनै पर्यो होस्टेल बस्नै नसक्ने भाइहरू चाहिँ रुमको व्यवस्था पनि छ रुम भन्नाले एउटा छुट्टै रुम के उनीहरूले लिएर आफै पकाएर रुम चाहिँ भाडामा लिने हजुर भाडा भन्दा नि अब केटाहरूलाई अब कुनै त लास्टै हुन्छ नि त त्यस्तो खालको भाइहरूलाई चाहिँ एउटा रुम दिएर चाहिँ अब खानापिना सबै आफै गरेर चाहिँ खान्छ अनि ट्रेनिङ फी चाहिँ उहाँले तिरेको हुन्छ अच्छा अनि रुमको चाहिँ त्यसरी व्यवस्था गरेर चाहिँ राखेको नि छ राम्रो लाग्यो यो चाहिँ तपाईँहरू त्यहाँ धौलागिरी ट्रेनिङ सेन्टरमा गयो भने चाहिँ त्यहाँनिर तपाईँले अब होस्टेल बस्दिनँ रुम लिन्छु भने रुम पनि लिनु पायो अन्त ग्यासहरू त ल्याउनु पऱ्यो होला त फेरि ग्यासहरू होइन यस्तो छ सिलिन्डर चाहिँ हामीसँगै छ बिचरा भाइहरू अब सिलिन्डर किन्नु पऱ्यो यताउता गर्नुभन्दा सिलिन्डर दिनुहुन्छ भरेको चाहिँ अब 1950 कति लिन्छ आफै भर्छ केटाहरूले कति पाएको त्यो हाफ भएको सिलिन्डर त अब हामीले यतिकै छोडेर गएको हुन्छ ल भाइहरू पनि बुझ्नुहोस् सिलिन्डर चाहिँ किन्नु परेन अब चुल्हा चाहिँ छ कि छैन चुल्हा नि छ अरे अब सिलिन्डर चाहिँ कसैले हाफ छोडेर गएको हुन्छ त्यो पनि पाउनु सक्छ त्यो चाहिँ युज गर्न पायो आफै पकाएर खानु पनि पायो पकाउने भाँडा चाहिँ ल्याउनु पर्यो होइन खाने पकाउने भाँडा चाहिँ ल्याउनु पर्यो अब खाने थालसाल त अब गिलास त भइहाल्छ ल्याइदिनु ब्रेकफास्ट पनि तयार भयो ल्याउनु नि है ब्रेकफास्ट पनि खाँदै हामी कुरा गर्छौँ
अनि ऊ भ्लगमा भाइ पनि आउँदैछ यहाँ आउँदैछ है ल छिटो ब्रेकफास्ट ल्याउ त भाइ चिया खाऊँ र गुड अब यस्तो कुराहरू पनि राम्रो लाग्यो मलाई र ट्रेनिङ तपाईँहरूको कता लेक साइडतिर कतातिर गराउनुहुन्छ वसुन्धरा पार्कमा है र त्यो छ अनि धौलागिरी ट्रेनिङ सेन्टरको अहिले भर्ती भएकै एउटा थियो एउटै भर्ती भयो एउटै भर्ती भएछ के पो सबिन राणा भर्ती भयो ब्रिटिसमा होइन ए अनि सबिन राणा पनि उहाँहरूको अहिले भर्ती गरेर सफल भएको छ तपाईँलाई नै बधाई पनि छ त्यसमा अनि अझै अरू के व्यवस्थाहरू छ त धौलागिरी ट्रेनिङ सेन्टर हाम्रोमा चाहिँ सर यस्तो हो तपाईँको बाइचान्स एउटै भयो नि दुइटै भयो नि फाइनल पुगे चाहिँ हामीले चाहिँ टिचर चाहिँ हायर गरिहाल्छु होइन इन्टरभ्यूको लागि चाहिँ तपाईँलाई पनि अब पहिल्यैबाट पढाइरहेको एकजनै हुँदा पनि हायर सुरुबाट स्टार्ट गरी हायर गरी एउटै केटालाई पनि मलाई स्यालेरी दिएर पढाउने भएको हो त्यो आइनु भेरी भयो होइन त पढाउनु भएको थियो हो त्यो त अब पढाउनु पनि पऱ्यो है त्यस्तो छ र अब यो सानो कुराकानी मात्रै हो लङबाट र हाम्रो पृथ्वी गुरुजी शुभ बिहानी सबैलाई शुभ बिहानी दिँदै तपाईँ पनि मेरो भिडियोमा 100-200 शब्द बोलिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा हाम्रो धौलागिरी ट्रेनिङ सेन्टरमा यदि तपाईँहरू जोइन गर्नु चाहेमा चाहिँ धौलागिरी गोर्खा ट्रेनिङ सेन्टर जस्ट पुरानो एयरपोर्ट गोर्खाको अपोजिटमा छ उहाँको नम्बर कतिहरू भन्नुहोस् त 9804199096 अर्को नम्बर के छ 9857622888 र त्यहाँ तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ है सम्पर्क गर्नुहोस् र पढाउने म छु विवेक गौतम सर छ हामी पढाइरहेको छौँ अहिले क्लासेस भइरहेको छ र यति भन्दै यो मैले एउटा मौकाको फाइदा उठाएको यो भिडियो यहाँबाट मैले हेर्न गर्न चाहन्छु हेभ अ ग्रेट डे एभ्रीबडी